नेपालको राज्य संस्था र हिन्दू राज्य स्थापनाका लागि भारत यूपीका मुख्यमन्त्रीले दिए यस्तो अभिव्यक्ति। नेपालमा मचियो नयाँ तरङ्ग। योगी आदित्यनाथले दिए अखण्ड भारतको अभिव्यक्ति। वर्दी लगाएर पहिलो पटक रुसी राष्ट्रपति पुटिन पुगे युक्रेनले कब्जा गरेको आफ्नो कुरुस्क क्षेत्र। कुरुस्क पुगेर दिए युक्रेनमा भीषण हमला गर्न आफ्ना सैनिकहरूलाई कडा निर्देशन। पश्चिमा देशमा मचियो हङ्गामा। केही दिनमै कुरुस्क क्षेत्र आफ्नो पूर्ण नियन्त्रणमा लिने गरे दाबी। चीन अमेरिका व्यापार युद्धका बीचमा चीनले गर्यो वार्ताको प्रस्ताव। आखिर अमेरिकाले कस्तो जवाफ दियो त? यसबारेको जानकारी। रेल आक्रमणमा परि पाकिस्तानमा 25 जनाको मृत्यु। अपहरणमा परेका यति धेरै मानिसहरू भए अपहरण मुक्त। प्यालेस्टाइनी जनतालाई गाजाबाट हटाएर गाजा कब्जा गर्ने निर्णयबाट पछि हटे अमेरिकी राष्ट्रपति ट्रम्प। गाजामा रहेको हमास समूहले गर्यो उनको निर्णयको स्वागत। शेख हसिना प्रधानमन्त्रीकै रूपमा बङ्गलादेश फिर्ता हुन लागेको अवामी लीगका एक नेताको गम्भीर खुलासा। बङ्गलादेशमा मचियो नयाँ तरङ्ग। क्यानाडामा नयाँ प्रधानमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै अमेरिका र युक्रेन बीच भएको 30 दिने युद्धविराम सहमतिको रुसले जनायो गम्भीर असहमति। र नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुँदै राजावादी शक्ति विरुद्ध एकजुट हुने प्रमुख 3 दलको घोषणा लगायत आजका कयौं ठूला विश्व समाचार पनि साथमा। नमस्कार। ग्रेटर नेपाल टिभीले तयार पारेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूको सङ्गालो ग्रेटर न्युजबाट विभवस बुढाथोकीको यहाँलाई हार्दिक स्वागत छ। तपाईले हाम्रो समाचार कहाँबाट हेर्दै हुनुहुन्छ कृपया यसबारेमा पनि हामीलाई जानकारी गराउन नभुल्नुहोला। अब समाचार विस्तारमा। नेपालमा फेरि राजतन्त्र स्थापना हुने भारतीय मिडियाले दाबी गरेको छ। नेपालमा राजतन्त्र स्थापना भएपछि हिन्दू राज्य पनि स्वतः कायम हुने र चीनको चङ्गुलबाट नेपाल सदाका लागि मुक्त हुने भारतीय मिडिया जी न्युजले दाबी गरेको छ। नेपालमा राजतन्त्र र हिन्दू राज्य स्थापनाको लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहयोग नेपाली जनताले मागिरहेको उल्लेख गरेको छ। यही अवसरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले पनि आफ्नो नयाँ अभिव्यक्ति दिएका छन्, जसका कारण यति बेला नेपालमा नयाँ तरङ्ग पैदा भएको छ। उनले भारतलाई अखण्ड बनाउनको लागि सम्पूर्ण हिन्दूहरू एक हुनुपर्ने र भारतलाई एउटा विशाल अखण्ड राज्य बनाउनु पर्ने भावको अभिव्यक्ति दिएका छन्। हिंदू होने का मतलब भारत की एकता और अखंडता की गारंटी देना। हिंदू होने का मतलब केवल मनुष्य ही नहीं, चराचर जगत की सुरक्षा की गारंटी देना। 2 दशक पहले तक हिंदू राष्ट्र रहा नेपाल एक बार फिर से अपनी घर वापसी चाहता है और इसके लिए नेपालियों को योगी की मदद चाहिए, क्योंकि नेपाल में राजशाही के लिए हो रहे प्रदर्शन में योगी की डिमांड है। नेपालियों को आस, योगी दिलाएंगे इंसाफ। योगी आदित्यनाथ इंडिया में जो भी पॉलिटिकल हायरार्की हो वो एक गुरु है, धार्मिक गुरु है। चीन के चंगुल से मुक्त कराएंगे योगी। अब बहुत जल्द ही राजा जो है राजतंत्र यहाँ नेपाल में जरूरी है और आएगा भी। राष्ट्र संस्था अगर नेपाल में आएंगे तो हिंदू राज्य भी कायम रहेगा। ये हिंदुत्व के लिए एक नेपाल ही नहीं पूरी दुनिया में सब हिंदूवादी सब लोग सामने आएंगे। आगे भी यही कहेंगे कि गर्व से कहो हम हिंदू हैं। हमें कोई संकोच नहीं है। भारत के पड़ोसी मुल्क नेपाल में फिर से राज सत्ता की वापसी को लेकर प्रदर्शन हो रहे हैं। योगी से सुनिए हिंदू होने का मतलब क्या है। वही तो संदेश हमारा महात्मा को दे रहा है। हिंदू होने का मतलब विश्व कल्याण का मार्ग प्रशस्त करना। हिंदू होने का मतलब भारत की एकता और अखंडता की गारंटी देना। हिंदू होने का मतलब केवल मनुष्य ही नहीं, चराचर जगत की सुरक्षा की गारंटी देना। और उस हिंदू होने पर हम सबको गौरव की अनुभूति करनी चाहिए। सनातन को राष्ट्रीय धर्म बता चुके योगी से नेपालियों को इतनी आस क्यों है? उसके पीछे है नेपाल और योगी का कनेक्शन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वर्षौपछि पहिलो पटक वर्दी लगाएर कुरुस्क क्षेत्रमा पुगेका छन्। उनले उक्त क्षेत्रमा शत्रुलाई पूर्ण रूपमा नष्ट गर्न आदेश दिएका छन्। गत अगस्तमा युक्रेनी सेनाले आक्रमण गरी कुरुस्क क्षेत्रको करिब 1000 वर्ग किलोमिटर भूभाग कब्जा गरेको थियो। गत जनवरीदेखि रुसले त्यहाँ युक्रेनी सेना विरुद्धको आक्रमणलाई तीव्रता दिइरहेको थियो।
यसै साता युक्रेनी सेनापछि हटिरहेको खबर आएको थियो। रुसी सेनाले 86% भूमि आफ्नो नियन्त्रणमा आइसकेको बताइरहँदा र युक्रेन तथा रुसबीच अमेरिकाले 30 दिने युद्धविरामको प्रस्ताव गरिरहँदा पुटिन अचानक बर्दीमा लडाईँ चलिरहेको स्थानमा पुगेका हुन्। उनको यो कदमलाई कतिपयले युद्धविरामको प्रस्तावप्रतिको प्रतिक्रियाका रूपमा लिएका छन्, किनकि अस्थायी युद्धविरामबारे पुटिनले कस्तो प्रतिक्रिया देलान् भन्ने सर्वत्र चासो रहेको छ। उनको पहिरन, भ्रमण र अभिव्यक्ति युद्धविरामप्रति सकारात्मक नभएको धेरैको ठम्म्याइरहेको छ। सार्वजनिक तस्बिरहरूमा पुटिन सैन्य कमान्डरहरूसँग हात मिलाइरहेका देखिन्छन्। उनले क्रुस्कमा कब्जा गरिएका युक्रेनी सैनिकहरूलाई आतङ्ककारीका रूपमा व्यवहार गरिने बताएका छन्। बिहिबार अमेरिकी अधिकारीहरू युद्धविरामको प्रस्ताव लिएर मस्को पुग्दैछन्। विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एकअर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहिबार चीनले वासिङ्टनसँग वार्ता गर्न आह्वान गरेको छ। चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ कियाङले साप्ताहिक पत्रकार सम्मेलनमा भने, तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ। धम्की र डर देखाउनेले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ। संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्श मार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ। जनवरीमा पुनः पदभार ग्रहण गरेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टालिन र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाएका छन्। यस महिना ट्रम्पले चिनिया उत्पादनहरूमा लगाएको 10% सामान्य भन्सारलाई बढाएर 20% पुर्याएका छन्। बेजिङले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरा सहितका अमेरिकी कृषि वस्तुहरूमा 15% सम्म कर लगाएको छ। विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधबार इस्पात र एल्युमिनियम आयातमा अलग अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न सबै आवश्यक उपायहरू गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो अन्त्येष्टि अघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका 21 बन्धक सहित कम्तीमा 25 जनाको शव बिहिबार बरामद गरिएको अधिकारीहरूले बताएका छन्। सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको 2 दिने उद्धार अभियानमा 340 भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो। पृथकतावादी समूहले दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब 450 यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो। अफगानिस्तान र इरानसँगको सीमा नजिकै बलुचिस्तानमा बाहिरी मानिसहरूले प्राकृतिक स्रोतहरू लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी BLA उक्त आक्रमणको जिम्मा लिएको थियो। मृतकको सङ्ख्या फरक आएको छ। सेनाले आधिकारिक बयानमा 21 निर्दोष बन्धक विद्रोहीद्वारा मारिएको र उद्धार अभियानमा 4 सैनिक मारिएको बताएको थियो। बलुचिस्तानका एक रेलवे अधिकारीले बिहिबार बिहान 25 जनाको शव बन्धक स्थलबाट नजिकैको मच सहरमा रेलबाट लगिएको बताए। अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे। एक सैन्य अधिकारीले नाम नछाप्ने शर्तमा मृतक सैनिकको सङ्ख्या यसअघि बन्धक बनाइएका 27 जना ड्युटी बाहिर रहेका सहित 28 रहेको बताएका थिए। घेराबन्दीबाट भागेका यात्रुहरूले सुरक्षामा पुग्न दुर्गम पहाडहरू हुँदै घन्टौँ हिँडेपछि विद्रोहीहरूले मानिसहरूलाई गोली हानेर मारेको देखिएको बताएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनीहरूलाई गाजाबाट हटाउने प्रस्तावबाट पछि हटेका छन्। व्हाइट हाउसमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले गाजाबाट कसैलाई ननिकालिने बताएका हुन्। यसअघि ट्रम्पले बेन्जामिन नेतान्याहुसँगको भेटपछि गाजा अमेरिकाले नियन्त्रण गर्ने र त्यसलाई सुन्दर सहरका रूपमा विकास गर्ने बताएका थिए, जसलाई इजरायलले पनि समर्थन गरेको थियो। तर बुधबार ट्रम्पले भने कसैले कुनै पनि प्यालेस्टाइनीलाई गाजाबाट हटाउँदैन। ट्रम्पको यो पछिल्लो भनाइको हमासले स्वागत गरेको छ। यदि अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले गाजाका जनतालाई विस्थापित गर्ने कुरा फिर्ता लिएको जनाउँछ भने हामी त्यसको स्वागत गर्छौँ, हमासका प्रवक्ता कासिम लेभले भनेका छन्। ट्रम्पको उक्त अभिव्यक्ति अरब मुलुकका विदेश मन्त्रीहरूले मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ
सँग बुधबार कतारमा गरेको वार्तापछि आएको हो। सो वार्तामा कतार, जोर्डन, इजिप्ट, साउदी अरब, युएई लगायत विदेश मन्त्री सहभागी रहेका थिए। बंगलादेश की पूर्व प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री के रूपमा बंगलादेश फर्किने उनका निकट सहयोगी र अमेरिका अवामी लीगका उपाध्यक्ष डाक्टर रब्बी आलमले गरेका छन्। उनले समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा शेख हसिना छिट्टै प्रधानमन्त्री के रूपमा बंगलादेश फर्किने दाबी गरेका हुन्। यो सँगै उनले शेख हसिनालाई सुरक्षित आश्रय र यात्रा उपलब्ध गराएको भन्दै भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद समेत दिएका छन्। उनले भने शेख हसिना बंगलादेशको प्रधानमन्त्रीको रूपमा फर्किने छिन्। युवा पुस्ताले गल्ती गरेको छ, तर यो उनीहरूको गल्ती होइन, उनीहरूलाई भ्रममा पारिएको छ। उनले बंगलादेशको वर्तमान अवस्था आक्रमणमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसमा हस्तक्षेप गर्न आग्रह गरे। उनले भने बंगलादेश आक्रमणमा परेको छ र अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको छ। राजनीतिक विद्रोह ठिक छ, तर बंगलादेशमा त्यस्तो भइरहेको छैन। यो एक आतंकवादी विद्रोह हो। उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई राजीनामा दिन र जहाँबाट आएको हो उतै फर्कन आग्रह समेत गरेका छन्। उनले भने हामी बंगलादेशका सल्लाहकारलाई राजीनामा दिन र तपाईँ जहाँबाट आउनु भएको थियो त्यही फर्कन भन्न चाहन्छौँ। डाक्टर युनुस, तपाईँ बंगलादेशको होइन, यो बंगलादेशका जनतालाई सन्देश हो कि शेख हसिना फर्किँदैछिन्, उनी प्रधानमन्त्रीका रूपमा फर्कदैछिन्। तर हालै बंगलादेशको ढाकाको अदालतले हसिनाको घर सहित उनी र उनका नाता गोताका समेत सम्पत्ति जफत गर्न आदेश दिएको छ। बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्त 5 मा हसिना 15 वर्षदेखिको सत्ता त्याग्दै देशै छोडेर भाग्न बाध्य भएकी थिइन्। त्यसको 3 दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीको शपथ ग्रहण आज हुने भएको छ। उनले क्यानाडाको 24औं प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्। शपथ ग्रहण समारोह नेपाली समयअनुसार राति 8:45 बजे राजधानी ओटावाको रिडाउ हलको बलरूपमा हुनेछ। कार्नी बाहेक उनको मन्त्रीमण्डलका सदस्यहरूले पनि शुक्रबार शपथ लिनेछन्। कार्नीले फेब्रुअरी 9 मा लिबरल पार्टीको नेताको लागि 85.9% मत प्राप्त गरे। कार्नीले वर्तमान क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन्। पार्टी नेताको चुनाव जितेपछि कार्नीले प्रधानमन्त्री ट्रुडोलाई भेटेर सत्ता हस्तान्तरणको बारेमा छलफल गरेका थिए। जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका ट्रुडो शुक्रबार गभर्नर जनरल कहाँ गएर आधिकारिक रूपमा आफ्नो राजीनामा बुझाउनेछन्। मार्क कार्नी एक अर्थशास्त्री र पूर्व केन्द्रीय बैंकर हुन्। कार्नी 2008 मा बैंक अफ क्यानाडाको गभर्नर निर्वाचित भए। क्यानाडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमहरूका कारण बैंक अफ इङ्ल्यान्डले उनलाई 2013 मा गभर्नर पदको प्रस्ताव गर्यो। बैंक अफ इङ्ल्यान्डको 300 वर्षे इतिहासमा यो जिम्मेवारी पाउने उनी पहिलो गैर ब्रिटिस नागरिक थिए। उनी 2020 सम्म यससँग सम्बन्धित रहे। ब्रेक्जिटको समयमा लिएका निर्णयहरूले उनलाई बेलायतमा प्रसिद्ध बनायो। राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त हुलाकी मार्गमा चलाइरहेको जागरण अभियान समेत स्थगित गरेर नेताहरूलाई काठमाडौँ केन्द्रित गराएको छ। अनपेक्षित रूपमा गरिएको उक्त कार्यक्रम स्थगन निकै अर्थपूर्ण रहेको छ। बालुवाटार स्रोतका अनुसार प्रतिक्रियावादीहरू सलबलाएको भन्दै माओवादी समेत सत्ता गठबन्धनमा सामेल हुने कोसिस गरिरहेको छ। साथै काङ्ग्रेस, एमाले र माओवादी लगायत गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिएको सन्देश दिन उनीहरूले संयुक्त भेला र प्रदर्शन पनि गर्ने प्रस्तावमा छलफल भइरहेको छ। छलफलमा सहभागी स्रोतका अनुसार अहिले पावर सेयरिङका विषयमा सघन छलफल भइरहेको छ। माओवादीले 4वटा मन्त्रालय, केही संवैधानिक पद र सर्वोच्च अदालतको 1जना न्यायाधीश आफूले पाउनुपर्ने दाबी गरिरहेको छ। तर काङ्ग्रेस, एमाले भने 3वटा मन्त्रालय दिन सकिने जनाउ दिएका छन्। अहिलेसम्मको छलफल अनुसार माओवादीले भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन मन्त्रालय पाउन सक्नेछ। संविधान संशोधन र जनजीविकाका विषयमा पनि संयुक्त रोडम्याप बनाउने गरी प्रमुख 3 दल गृह कार्यमा जुटेको स्रोतको भनाइरहेको छ।
अमेरिकाको प्रस्तावित 30 दिने युद्ध विराममा रुसले कडा अडान लिएको छ। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनबाट जारी विज्ञप्तिमा अमेरिकाले रुससँग सिधै वार्ता नगरेसम्म कुनै निर्णय नहुने भनिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, हामी युक्रेन युद्धमा साउदी अरेबियामा भएको बैठकको नजिकबाट विश्लेषण गरिरहेका छौँ। अमेरिकाले हामीसँग सिधै सम्पर्क गरेमा मात्र रुस सम्झौतामा सहमत हुनेछ। यसैबीच युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले यदि रुस युद्ध विराममा सहमत नभएमा अमेरिकाले रुस विरुद्ध कडा कारबाही गर्ने अपेक्षा गरिएको बताएका छन्। अमेरिका र युक्रेन बीच गत मङ्गलबार मार्च 11 साउदी अरेबियामा बैठक भएको थियो। यसमा 30 दिनको युद्ध विराममा सहमति भएको थियो। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गर्दै भने, यो प्रस्ताव सकारात्मक कदम हो। युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो। मस्कोले सहमति जनाएपछि युद्ध विराम तुरुन्तै लागू हुनेछ। यसपछि अमेरिकी राष्ट्रपतिले अब बल रुसको कोर्टमा रहेको बताएका थिए। हामी चाँडै पुटिनसँग कुरा गर्नेछौँ, ट्रम्पले भने। विज्ञका अनुसार रुस अहिले बलियो रहेको छ र यदि युद्ध विराम भयो भने युक्रेन पुनः सङ्गठित हुनेछ भन्ने विश्वास रहेको छ। पुटिनको रणनीति भनेको युद्ध विराम रुसको शर्तमा हुनुपर्नेछ। युद्ध विराम हुनुभन्दा पहिले रुस आफूमाथि लगाइएका प्रतिबन्धहरूमा फुकुवा हुनुपर्ने चाहन्छ। यसमा तेल र ग्यास प्रतिबन्ध समावेश रहेका छन्। रुस क्रिमिया मुद्दालाई सधैँको लागि अन्त्य गर्न चाहन्छ। उसको माग यो रहेको छ कि युद्ध विराम हुनुभन्दा पहिले विश्वले क्रिमियालाई रुसको एक भागको रूपमा स्वीकार गर्नुपर्छ। रुस चाहन्छ कि युक्रेनको 20% क्षेत्र डोनेत्स्क, लुहान्स्क सधैँभरि आफ्नो नियन्त्रणमा रहोस्। काठमाडौँ सहित देशका केही भूभागमा बिहिबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो गण्डकी, बागमती र कोशी प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षा भएको हो। सबैभन्दा बढी वर्षा लमजुङको राइना स्टारमा मापन गरिएको विभागले जनाएको छ। लमजुङमा पछिल्लो 12 घण्टामा 40.2 मिमी वर्षा मापन गरिएको विभागका मौसमविद सरोज पुडासैनीले जानकारी दिए। त्यहाँ दिउँसो असिना पानी समेत परेको थियो। लमजुङमा मध्यम वर्षा भएको छ। त्यहाँ दिउँसो 3:15बाट वर्षा सुरु भएको थियो। पछिल्लो 12 घण्टामा त्यहाँ 40.2 मिलिमिटर वर्षा मापन गरिएको छ, विभागका मौसमविद पुडा सैनीले भने। काठमाडौँ उपत्यकामा पनि बिहिबार दिउँसोदेखि मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा नुवाकोटमा 16.6 मिलिमिटर, काठमाडौँको ढाप ड्याममा 6.4 मिलिमिटर, दोलखामा 7.2 मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। गोर्खा र धादिङमा पनि हल्का वर्षा भएको छ। काठमाडौँमा पनि बिहिबार दिउँसो हल्का वर्षा भएको छ। काठमाडौँमा बिहिबार दिउँसो केही स्थानमा हावाहुरी सहित हल्का वर्षा भएको हो, पुडा सैनीले भने। प्री मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने मौसमविद गोविन्द झाले बताउँछन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बिहिबार 4 दिने बङ्गलादेश भ्रमणमा निस्किएका छन्। बङ्गलादेशमा उनले मानवीय सहायता कटौतीको खतरामा परेका रोहिङ्गिया शरणार्थीसँग भेट गर्ने कार्यक्रम रहेको छ। उत्पीडित र प्राय मुस्लिम अल्पसङ्ख्यक रोहिङ्गियाका करिब 10 लाख सदस्य बङ्गलादेशको अस्वस्थ राहत शिविरहरूमा बस्छन्। त्यसमध्ये अधिकांश छिमेकी म्यानमारमा सन् 2017को सैन्य दमनबाट भागेर आएका थिए। क्रमिक सहायता कटौतीले पहिले नै भिडभाड भएका बस्तीहरूमा रोहिङ्गियाहरूबीच गम्भीर कठिनाइ निम्त्याएको छ। त्यहाँ धेरैजना सहायतामा निर्भर रहेका छन् र व्यापक कुपोषणबाट पीडित रहेका छन्। गुटेरेसले शुक्रबार मुस्लिम पवित्र रमजान महिनामा साँझको उपवास गर्ने भोजनका लागि सबैभन्दा ठुलो राहत शिविरको भ्रमण गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणले रोहिङ्गिया सङ्कटलाई विश्वव्यापी छलफलको अग्रभागमा फिर्ता ल्याउने बङ्गलादेश सरकारको विश्वास रहेको छ। सरकारका प्रवक्ता शफिकुल आलमले बुधबार पत्रकारहरूलाई भने, संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले यो महिनाको सुरुमा घोषणा गरे अनुसार गम्भीर सहायता कोष अभावका कारण मासिक खाद्य भाउचरहरू प्रति व्यक्ति $12.50बाट $6 कटौती गर्नुपर्नेछ। अमेरिकी वार्ताकारहरू रुसतर्फ जाँदै गरेको क्रेमलिनले बिहिबार बताएको छ। वासिङ्टनले भने युक्रेनमा 30 दिने युद्ध विरामको आफ्नो योजना प्रस्तुत गर्न चाहँदैछ। यस हप्ताको सुरुमा साउदी अरबमा भएको वार्तापछि कियेभ अमेरिकी प्रस्तावमा सहमत भएको छ, तर मस्कोले अमेरिकी पक्षलाई यो स्वीकार्य छ कि छैन भनेर सङ्केत गर्नुअघि विवरण प्रस्तुत गर्न आग्रह गरेको छ।
वार्ताकारहरू उडान गरिरहेका छन् र वास्तवमा सम्पर्कहरू निर्धारित रहेका छन्, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। अमेरिकी टोलीमा को सामेल छन् भनेर उनले खुलाएनन्, तर व्हाइट हाउसले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत एवं गाजा र युक्रेन द्वन्द्वका मध्यस्थकर्ता स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताइएको थियो। तर व्हाइट हाउसले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत एवं गाजा र युक्रेन द्वन्द्वका मध्यस्थकर्ता स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको थियो। रुसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले अघिल्लो दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टजसँग फोनमा कुरा गरेको पेस्कोभले बताएका छन्। रुसले आफ्ना अर्थव्यवस्थामा भएका विकृतिहरूसँग जुझ्दै कुनै पनि सम्झौताको अंशका रूपमा प्रतिबन्धहरू हटाउन चाहन्छ। पेस्कोभका अनुसार मस्कोले प्रतिबन्धहरूलाई अवैध मानेको छ, तर वार्तापछि यो विषयमा सम्भावित कुराकानीका बारेमा विस्तृत जानकारी दिने छैन। हामी आफैलाई अग्रिम रूपमा नराखौँ, उनले भने। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले युक्रेनसँग तत्काल 30 दिने युद्ध विरामको प्रस्ताव अस्वीकार गरेका छन्। उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन्। साउदी अरबमा अमेरिका र युक्रेन बीच युद्ध विरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो। उनले प्रस्ताव अस्वीकार गर्दै भने यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुनः सङ्गठित हुने मौका बाहेक अरू केही हुने छैन। उसाकोभले रुसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताएका छन्। उनले रुस र अमेरिका बीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए। यसअघि साउदी अरबियामा भएको वार्तापछि युक्रेनले 30 दिनको तत्काल युद्ध विरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन्। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक पोसाक लगाएर युद्धग्रस्त क्षेत्र कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्ध विराम नमान्ने सङ्केत गरेका थिए। भक्तपुरको सूर्य विनायक नगरपालिका 7मा गुड्डुतर्फ जाँदै गरेको एउटा स्कर्पियो दुर्घटनामा परेको छ। उक्त दुर्घटनाको भिडियो हेर्दा गाडीको गति अत्यधिक तीव्र रहेको देखिएको छ। दुर्घटना कहाली लाग्दो देखिएको छ। तीव्र गतिका कारण आफै अनियन्त्रित भएर दुर्घटना हुँदा 8 जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज नेौपानेले जानकारी दिएका छन्। 1 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको थिमीमा रहेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा स्थानीय सबिन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोखरेल, विवेक बस्नेत, रूपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा बिहिबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डमा रहेको बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजा आजापछि उनी आज नयाँ दिल्ली पुगेकी हुन्। मन्त्री डाक्टर राणालाई नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले स्वागत गरेका छन्। मन्त्री डाक्टर राणा भारतको विदेश मन्त्रालयसँगको सहकारीमा द अब्जर्भर रिसर्च फाउन्डेसन ORF-द्वारा यही मार्च 17 देखि 19 सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछन्। मन्त्री डाक्टर राणाले यही मार्च 17मा उद्घाटन हुने सो कार्यक्रममा जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ नामक अलग अलग सेसनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै उनले यसै अन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका दौरानमा मन्त्री डाक्टर राणाले भारतका विदेश मन्त्री डाक्टर एस जयशङ्कर तथा अन्य मित्र राष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रायसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेश मन्त्री तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ORF-ले जनाएको छ। अवस्था यिनै खबरसँगै ग्रेटर नेपाल टिभीले तयार पारेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूको सङ्गालो ग्रेटर न्युजको समय सकिएको छ। यतिन्जेलसम्म हेरेर साथ दिने तपाईँ सम्पूर्ण दर्शकवृन्दलाई धेरै धेरै धन्यवाद भन्दै प्रत्येक पलका ताजा अपडेटको साथमा हामी तपाईँकै माझमा रहने बाचा गर्दै अहिलेको खबरबाट विवश बुढाथोकीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।